हेलो गाइज, नमस्ते सबैजना। इस्मी रूपेश शर्मा। धेरै पछि म चाहिँ भ्लगमा आइसकेँ अनि आज चाहिँ मेरो छुट्टी पनि थियो अनि यसो राइड जाम भनेर निस्केको। राइड कहाँ भन्दाखेरि भ्याली राइड है गाइज, तर आज भ्यालीतिरै भइन्छ होला। आज हाम्रो थुप्रै काम छ अनि आज चाहिँ मैले भ्लग पनि अपलोड हान्छु होला बेलुका चट्ट लाएर। अनि हामी चाहिँ अब यहाँबाट निस्किएको। अब यहाँबाट हामी फर्स्टमा कहाँ गइन्छ भन्दाखेरि फर्स्टमा चाहिँ हामी ट्याक्स लिन गइन्छ बाइकको। त्यसपछि त्यहाँबाट चाहिँ हामी टक्क कहाँ गइन्छ भने हामी भ्लगमै सब अपलोड गर्नेछौँ होइन। यस्तै छ, अब फुर्सद नपाएर निस्किन पनि पाइरहेको थिएन। के गर्नु, यस्तै छ। अब हामी के कसो हुन्छ हामी सब आज भ्लगमा हाल्नेछौँ सर्ट लाएर। अब हामी चाहिँ यहाँबाट हिँडेको। अब एउटा दाइलाई पिकअप गर्नु छ, त्यसपछि ट्याक्स तिरेर अनि के हुन्छ माहौल त्यही अनुसार चाहिँ हामी अब बिस्तारै चाहिँ हामी हिँड्नेछौँ गाइज। सबैजनाले चाहिँ सब्सक्राइब लाइक सेयर चाहिँ हानिदिनु पऱ्यो युट्युबमा मिस्टर शर्मा भ्लग्स है त। अलराइट गाइज, हामी चाहिँ ठ्याक्क लाएर दाइको लोकेसनमा आइपुग्यो। अब हामी यहाँबाट कहाँ गइन्छ भन्दाखेरि अब ट्याक्स तिर्नु पहिला, त्यसपछि अनि मेन पावरमा जानुपर्ने छ दाइ र म भएर। अलराइट गाइज, हाम्रो दाइ सबैजनाले चाहिँ अब मेरोमा चाहिँ सब्सक्राइब गर्नु पऱ्यो अनि लाइक कमेन्ट गर्नु पऱ्यो। हामी चाहिँ दाजुभाइ चट्टा लाएर हामी चाहिँ अब मेन पाउने छ अनि उता जानुपर्ने छ ट्याक्स तिरेर। हामी चाहिँ के कसो हुन्छ तपाईँहरूलाई अपडेट गर्दै गरौँ ल, सबैजनाले हेर्दै गर्नु होला। फाइनली गाइज, हामी चाहिँ काम सकेर पनि दाइ चाहिँ उता सानेको जानुभयो अनि म चाहिँ यस्तो यता काम थियो, त्यही भएर म चाहिँ यता बस पार्कबाट पहिला हामी चाहिँ कर तिर्न गयौँ। कर तिरेर त्यसपछि अनि बस पार्कमा सानोतिनो काम थियो, काम पनि सक्यो गाइज। त्यसपछि लाएर हामी दुईजना छुट्टियौँ अनि म चाहिँ अहिले चाहिँ कहाँ भन्दाखेरि उता साथीहरूकोमा जाँदैछु गोलढुङ्गा। चट्ट आज पानी परेर लास्ट तना बनाइदियो गाइज यार। अनि हामी त सरल चट्ट हामी होइन, म एक्लै छु आज त। चट्ट हिँड्यो आमामा, क्लब्स पनि नल्याएको पानीले। हामी आज पानीले चाहिँ गऱ्यो, हामी सिधा लुगा पनि सुकिसक्यो। बस्यो आज कति बजे भनेपछि 11 बजे आएको। आमा बस्दा कस्तो जाडो रहेछ क्या सायद। मलाई पनि ठ्याक्कै त थाहा भएन यो बाटो चाहिँ नुवाकोट हो, नुवाकोट जाने बाटो जस्तो छ। गाइडहरू सब हाइकिङ, पुरै हाइकिङ भएर आएको जस्तो छ यार। सेकेन्ड बिहार कतिसो रहेछ गाइड यार। भ्लग त अब मैले भोलि पनि हाल्छु होला, सबैजनाले चाहिँ माया गर्नु पऱ्यो, हेरिदिनु पऱ्यो है। त्यस्तै छ अब मलाई कुरामा त हुँदैन। अब खासै मैले फेरि यो मोबाइललाई कस्तो, यो मोबाइल गरौँ जस्तो भएर यो नै के अरे तल हेर्नुकै तल झुन्नु पऱ्यो। कस्तो तनाव छ भने चाहिँ खोला लाएर आउने। हामी ठ्याक्कै आर्मी ब्यारेक आइपुग्यो गाइस। अब यहाँबाट सरर लाएर चाहिँ अब लेफ्ट लागेर जानुपर्ने हुन्छ। केटाहरूले केही योगा समथिङ योगा के पो भन्दै थियो यार। त्यहाँनिर अरू चाहिँ कल भन्थ्यो बाटो त्यही जस्तो लाग्छ मलाई। लाग्छ होइन, यही हो ट्याक्क। झाडो कस्तो नजारा चाहिँ बबाल देखिएको क्या तर हेर्नु चाहिँ आज हेर। आमा हावाले हान्यो। यहाँ चाहिँ बब्बल लाग्छ क्या अरूभन्दा नि धन्दा छ। यहाँ चाहिँ एक दुईवटा फोटो एक दुईवटा भिडियो चाहिँ ट्याक्क चाहिँ हाल्नुपर्ने हो मैले। तर अब म एक्लै आएको भएर चाहिँ अब अलिक नमिल्ने भइरहेछ। मैले चाहिँ गाइज अब बिस्तारै मोबाइल होइन, अब यो भ्लगिङ पनि गर्ने, बाइकमा भ्लगिङ गर्ने अनि के भन्छ के अरे गोब्रो पनि किन्ने चट्ट। अब भ्लगिङ गर्दै मोबाइलले चाहिँ यो मेरो हेलमेटै तल गइदियो कि, अनि त्यही भएर अब गोब्रो पनि एउटा चाहिँ किन्न पर्ने भएको छ। अब बिस्तारै गोब्रो पनि किन्ने अनि त्यसपछि
मोबाइलबाट बाहिर यसो यताउता भन्दा मोबाइलबाटै गर्छु। अनि नभए चाहिँ अब यसो बाइक चलाएको बेला चाहिँ गोबरबाट हल्का यसो भिडियो गरिदिउँ भन्ने कुरा हो। हेर्छु अब के हुन्छ, अब यसो माहौल मिलाएर गर्नुपर्ने हुन्छ। फलोवर्स बढेन गाइस, अब सबैजना चाहिँ टक्क लाएर सब्सक्राइब चाहिँ हानिदिनु होला। टिकटकतिर नि, टिकटकमा चाहिँ रुपेश शर्मा छ अनि युट्युबमा चाहिँ मिस्टर शर्मा भ्लग छ। चट्ट लाएर चाहिँ सबैजनाले चाहिँ माया गरिदिनु पऱ्यो मलाई। फलोवर्स नबढेर चाहिँ सब्सक्राइबर, टिकटकमा फलोवर्स नै बढाउनु पऱ्यो अनि सब्सक्राइबर चाहिँ नबढेर त टेन्सन भइरहेको थियो मलाई यहाँ। आज मैले प्लान के भन्दाखेरि चाहिँ झन्डा पार तारकेश्वर जाने प्लान गरिरहेको थिएँ है। मस्तै पानी परिदियो कि काम त के अरे काम भनेको मेरो एउटा मेन पावर जानु थियो, त्यहाँ पनि काम भयो। अनि त्यसपछि लाएर अर्को भनेको हाम्रो कर तिर्नु छ बाइकको, त्यो पनि तिर्यो। आज नतिर्यो भए चाहिँ भोलिबाट चाहिँ मेरो डेन्जर चार्ज हान्थ्यो होला है। तिर्यो भनेपछि लगभग आज 6,800 त करै हालिदियो। इन्सुरेन्स गर्दा त लगभग 9,000 त गयो आज मेरो। गर्ने यस्तै छ, कर भनेको अब तिर्न परिहाल्छ भनेर चाहिँ तिर्दिहाल्छु। अब जसरी तिर्नु नै हो होइन। त्यही भएर चाहिँ मस्तले कर पनि तिर्यो। के योगा भन्थे यार, अब यहाँ लोकेसन सोध्दै हिँड्नुपर्ने स्थिति आयो मलाई। सर्ट लगाएर जाडो चाहिँ भयो। आज ज्याकेट नलगा भए त मेरो त बाइक कुदाउन नि मन लागेन के भनेर अनि त्यस्तै छ। र गाइस अब केटाहरूलाई यसो भेटिस् अहिले देखाउँला, नभए नि अब अहिले एकछिन पछि हुन्छ होला अब मेरो भ्लगिङ भनेको त। अब तपाईँहरूलाई चट्ट मनोरञ्जन। अब म चाहिँ एकछिन अहिलेलाई होल्डै गर्छु होला, अब एकछिन कुर्न पर्ने हुन्छ। गाइजहरू कहाँ हो? हेलो नमस्ते, स्मित रुपेश शर्मा गाइज, आइ एम ब्याक। फेरि होइन हामी चाहिँ आज कहाँ भन्दाखेरि यहाँ यो झन्डा पार्क भन्ने माथि होइन, तारकेश्वर नगरपालिका के हो त मलाई पनि ठ्याक्कै थाहा भएन। अनि आएको बाटो चाहिँ लास्टै रहेछ, त्यहाँ माथि पानी परेको दिन पर्थ्यो है। पानी पऱ्यो नि हामी हिँड्ने भनेपछि चाहिँ हामी चाहिँ चलिदिएको दाइ र म भएर चट्ट लाएर। अनि पानी पऱ्यो नि परोस्, जे पऱ्यो नि परोस् भनेर हामी चाहिँ यहाँबाट हिँडिदिएको। नजारा चाहिँ अब तपाईँको खासै अब यस्तो उगारेर चाहिँ के अरे त्यो भुसु लाएर पानी पऱ्यो भएर खासै राम्रो आएन, यस्तो छ। अनि झन्डा चाहिँ यहाँ रहेछ होइन। हामी चाहिँ तलबाट त धेरै माथिको लगभग 11 किलोमिटर भने जस्तो लाग्यो। यो चाहिँ मान्छे हिँड्ने बाटो रहेछ। अनि अब हामी चाहिँ यहाँबाट निस्किन पर्ने हुन्छ। पानी पनि पऱ्यो अनि हामी दाजुभाइ भएर चाहिँ चट्ट हिँडेको होइन। अब च्यानललाई चाहिँ नयाँ पुरानो हुनेले चाहिँ सब्सक्राइब, लाइक, सेयर, कमेन्ट छ भन्नु पऱ्यो। यस्तै हो, हाम्रो चाहिँ दाजुभाइ पर्छौँ। आज भेटघाट घुमघाम चलिदिने भनेपछि चलिदियो कि बाटो औडा भयो नि, ठेली भयो नि, हिलो भयो नि, चलिदियो हामी। यस्तै छ, के गर्नु। मेरो चाहिँ अब भोलि पनि भ्लग आउँछ होला। आजको भ्लग चाहिँ गाइज जब चट्ट बेलुका मैले चट्ट हालिराख्छु। अनि अरू पनि नयाँ हो, लगभग 4-5वटै भइसक्यो। यो सुत्दा 6वटा पुग्छ होला। अनि सबैजनाले चाहिँ माया गरिदिनु, चक्क लाएर हेरिदिनु होला, माया गरिदिनु होला। यस्तै छ। अब हामी यहाँबाट निस्किन्छौँ टक्क। हामी अब पार्किङमा पुगेपछि एउटा बनाउँछौँ अनि हामी झर्छौँ। ओ माई गड, नजारा हेर्नु न गाइज, नजारा कस्तो दामी छ। हामी त अझै पनि यहीँ छौँ है। यहाँ लगभग 6 नै बजिसक्यो है। अब चाहिँ हामी चल्दिन पर्ने हुन्छ फाइनल्ली होइन दाइ, चल्दी छान्नुपर्छ अब। हिरो देखियो, हिरो हो माइ गॉड। यो चाहिँ हाम्रो दाइको बुलेट हो। बवाल छ नि है। पुरानोहरूको त भयो नि, बवाल हुन्छ कि। यहाँ चाहिँ दाइहरू चट्ट होइन राइड हान्दै। कस्तो मजा आएको कि अहिले पो। अनि अघि त पानी पर्ला जस्तो भएको थियो, अनि अहिले चाहिँ यस्तो दामी बवाल आइरह है। बवाल छ ल गाइस। अब हामी चाहिँ चट्ट लाएर अब यहाँबाट पनि झर्छौँ।
अनि अब बाटो पनि यस्तो देखाउँदै लान्छु कि मैले चट्ट लाएर बाटो कस्तो थियो भनेर। अनि सबैजना चाहिँ चट्ट लाएर हेर्नु। अब यस्तै छ के गर्ने। हाम्रो दाइ फेरि यहाँ यस्तो मोबाइल चलाएर बिजी भइदिनु। र गाइज अब हामी निस्केको ल बाटोमै भेटौँ है त। फाइनली गाइज हामी चाहिँ ब्याक भइसक्यौँ। भर्खर आइपुगेको अझ झर्नै त्यो झन्डा पारबाट झर्नै टाइम लाग्यो। आउँदै आएर भर्खर बाटो चिप्लो बिस्तारै बिस्तारै भर्खर रुम आइपुग्यो। आजलाई भ्लग यति नै। भोलि कि पर्सि पनि नयाँ भ्लग आउँछ, त्यो पनि सबैजनाले हेरिदिनु होला। अहिलेलाई यति भन्न चाहन्छु। आफ्नो ख्याल गर्नु होला। हस्त नमस्ते।